यो सरकार यो देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। आज गुण्डाराजका कुरा गर्दा गुण्डाराज कहाँ छन् भनेर तपाईहरूले भन्नुपर्ने अवस्था आयो, किनभने सरकार तपाईको छ, तपाईको सरकार छ, गुण्डाराज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईले गुण्डा भनेर बयान गर्ने, आज देशको अवस्था कहाँ गइसकेको छ। आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेनजी आन्दोलनका कुरा गर्दा अलिकता लाज पनि लाग्नुपर्छ। जेनजी आन्दोलनका कुरा सँगसँगै सिराहामा तपाईका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ र आइन्दा मान्य सदस्यहरू किन उठ्नु भएको? मान्य सदस्यहरूले माइक दिनु, 1 मिनट भित्र राख्नु। मान्य सदस्यहरू, नियमापत्तिलाई मिल्छ, नियमापत्ति गर्न मिल्छ। बस्नु, तपाईहरू बस्नु, नियमापत्ति गर्न मिल्छ। मान्य सदस्यहरू, नियमापत्ति गर्न मिल्छ। मान्य सदस्यहरू 1 मिनट भित्र राख्नु, आफ्नो कुरा 1 मिनट भित्र राख्नु। सम्माननीय सभामुख महोदय, मैले अघि बोलेको एउटा शब्द गुण्डाराजप्रति उहाँको आपत्ति भएछ। मलाई के लाग्यो भने यो छलफलमा भाग लिनेमा 21 को ङले भन्छ कि बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मन्साले दुरुपयोग गरेको जस्तो मात्रै लाग्यो। यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रष्टसँग भन्न चाहन्छु, तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। यदि त्यो कुरा पनि मान्य हुन्छ भने हामीले बोलेका हरेक कुरामा। अनि अर्को कुरा अहिले उहाँले के भन्नुभयो भने यो तपाईहरूको प्रहरी भन्नुभयो, कसको प्रहरी? सरकारको प्रहरी कि जनताको प्रहरी कि प्रतिपक्षको प्रहरी कि सत्ता पक्षको प्रहरी? कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको। त्यसकारणले यो तपाईहरूको प्रहरी भन्ने शब्दलाई आज नै अहिले नै यो संसदको रेकर्डबाट हटाउनको लागि म सम्मानित सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु। धन्यवाद। प्रहरी जनताको हुन्छ हजुर, कुनै सत्ताको चाकडी गर्नेवाला प्रहरी हुँदैन। धन्यवाद। मान्य सदस्य नरेन्द्र कुमार केरुङलाई समय 5 मिनट। मान्य सदस्यहरू, एउटै कुरा बार बार नदोहोऱ्याउनु, बस्नु तपाईहरू। मान्य सदस्यहरू, यो संसद हो। तपाईहरू बस्नु। मान्य सदस्यहरू, तपाईहरूको ध्यान आकर्षित भइसक्यो कुरा। मान्य सदस्यहरू, तपाईहरू बस्नु। एकजनालाई म 1 मिनटको भित्र समय दिन्छु, कुरा राख्नु।
मान्य सदस्यहरूलाई माइक दिनु। सम्माननीय सभामुख महोदय, भर्खरै बोल्नु भएको माननीयज्यूले गुन्डा र अराजक शब्द जुन प्रयोग गर्नुभएको छ, जुन तत्कालीन सरकारले चाहिँ गुन्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, मैले के जानकारी गराउन चाहन्छु भने अहिलेको सरकारले कति गुन्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? यदि थाहा छैन भने हामी प्रमाणका साथ त्यो हामीले चाहिँ जुन उहाँहरूले अराजक भन्नुभयो, जुन गुन्डा भन्नुभयो, उहाँहरूले चाहिँ कतिको अराजकता गर्नुभएको छ र कतिको सभ्य भाषा बोल्नु भएको छ। एउटा मान्य भएकोले आफ्नो चाहिँ 4 मिनट 5 मिनट बोल्ने जुन वक्तव्य हुन्छ त्यो बोलिसकेपछि फेरि पनि नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ त्यो चाहिँ सभामुख महोदयले जानकारी गराइदिनको लागि म हार्दिक